1897 Dark Side of Rani Mahal. Explore with Subhas. So hello everyone. Finally हामी चाहिँ छौं अहिले पाल्पा तानसेन. अब चाहिँ जाँदै छौं रानी महल हेर्न. हिजो चाहिँ हामी त्यो होटलमा बस्यौं जुन पछाडी देखिराख्नु भएको छ. राति आइपुगेको थियौं 9 बजेतिर. त्यही पनि अब सुत्न लागिसक्नु भएको थियो. हामीलाई चाहिँ खानासाना पकाएर खुवाइदिनु भयो. रानी महल गेस्ट हाउस आउनु पर्यो भने चाहिँ एकदमै इजी. म कन्ट्याक्ट राखिदिन्छु तपाईलाई है. हामीले चाहिँ बाइक साइक त्यो राख्यौं हिजो. उताबाट आएको होटल चाहिँ त्यो भइहाल्यो. अब हामी जाने चाहिँ यता त्यहाँ देखिरहेको छ रानी महल. काली गण्डकी त बालुवा पनि कालो समुद्रको जस्तो छाल आउँदो रहेछ यहाँ त यार. आफ्नै नाम लेख्नु लागेको हो कि के हो? त्यसो भाउजूको नाम लेख्नु न. आफ्नो नाम बालुवा सुन भेटिन्छ अरे नि त दाइ. ओए खोज खोज. गाइस एक्सप्लोर विथ सुभाष. हामी सब अहिले पाल्पामा. त्यो पारिपट्टि चाहिँ ठ्याक्कै स्याङ्जा हो. स्याङ्जा अब त्यहाँ एउटा पुल छ. तपाईँले देख्नुपर्छ कि त्यहाँ एउटा पुल छ. त्यहाँबाट चाहिँ ठ्याक्कै स्याङ्जा जाने बाटो रहेछ. हिजो जुन होटलमा बसिरहेको थियौँ उहाँहरू पनि स्याङ्जाबाटै आउनु भएको रहेछ. सो स्याङ्जाबाट चाहिँ यता नजिक पर्दो रहेछ. 1893 बनेको रहेछ यो रानी महल चाहिँ. त्यति बेला युरोपियन स्टाइलमा बनाइएको रहेछ. हाम्रो राजा चाहिँ कता युरोप घुम्न गएर आर्किटेक्टहरू बोलाएर नेपालीहरूलाई सामान गदा चाहिँ बोकाएर अनि कति करोडको लगानीमा हो त्यति बेला भनेपछि 35 करोडको लगानीमा त्यति बेलाको बजेट 35 करोड यो रानी महलमा सकिएको थियो. त्यो सकिँदा पनि जे अब त्यसको अलि उचित मूल्याङ्कन नभएर चाहिँ संरक्षण भएको छैन. संरक्षण त एक लेभलको भएको होला तर अलिक पेन्ट सेन्ट यसो गरेको भए अझै राम्रो देखिन्थ्यो होला. के हो त यस्तो छ. सो डार्क साइड अफ रानी महल यस्तो छ यो. एउटा भूतको फिल्म सुटिङ भएको थियो नि त यहाँ. हेर्नुभयो तपाईँले? रानी महलै भन्नु छ क्या फिल्मको नाम पनि. खतरा छ त यार. यता पनि पूजा कोठारी हुनसक्छ है. आफै अनुमान गरेर हिँड्यौँ है त के भेटिँदो रहेछ. अगाडि जाऊँ पहिला. यस्तो माथि हाइटमा है. यतिको बनाउनु भनेको त गार्डनै बनाइदिएछ नि. धेरै जस्तो फोटो चाहिँ यहाँबाट देखिँदो रहेछ. तलबाट भन्दा नि यहाँबाट चाहिँ मान्छेहरूले फोटो खिच्दो रहेछ क्या. यही हो रानी महल. यो त गाइजहरू ठिकै छ. खोलाको छेउमा यसो खोला हेर्दा चाहिँ रमाइलो लाग्दो रहेछ. यहाँ माथिबाट राम्रै छ होइन त दाइ. हिजोको हाम्रो कठिन यात्रा जे होस् व्यर्थ गएन. वर्थिटै भयो जस्तो लाग्यो. रानी महलभित्र जाँदैछौँ हामी. के हो डराउँदैन छ नि त यार. सुतको फिल्म हेरेँ त. राजा रानी बाजे त जन्मै थियो होला. ए जन्मै थिएन. बाजेको बाजै थियो. सो रानी कक्ष हेऱ्यो. अब यहाँबाट चाहिँ माथि जान्छौँ हामी. माथि के छ हेरौँ. सङ्ग्रहालय हो. त्यति बेलाको भाँडाहरू गाग्री ताउलो. किन ठिकै छ. मनाइरहेछ. धेरै चाहिँ खिचिन यसो देखाइदिहाल. ल रानी महलको झ्यालबाट हेर्दाखेरि कस्तो देखिन्छ हेरौँ है त. ट्याक्क राजा यस्तै गरेर आउँथ्यो होला है दाइ. तपाईँ बसे यस्तै गरेर बस्थ्यो होला. ए सही. यताबाट त दामी भ्यू देखिन्छ नि होइन त. यहाँबाट चाहिँ रहेछ क्या डेडली भ्यू. सही. अति नै बवाल छ यहाँ. यस मान्छे चाहिँ खासै हामीले देखेनौँ. यो अफ सिजन पनि हो रे. तर अफ सिजन भए पनि केही छैन. हामीले फ्रिली घुम्न पाइयो अनि तपाईँहरूलाई पनि फ्रिली देखाउनु पाइयो. जस रानी महल चाहिँ आउनुपर्छ. जस हाम्रो हिस्ट्री बचाउनुपर्छ. अनि संरक्षण चाहिँ राम्रोसँग गर्नलाई चाहिँ पैसा चाहियो नि त. अब पैसा चाहिनेलाई त मान्छे घुम्न आएर हेर्न आएर टिकट काट्छ. अनि अलिअलि भयो भने पैसा जम्मा हुन्छ.
अनि यसो पेन्ट सेन्ट हुन्छ होइन यस्तो छ हेर्नु त यहाँ यस्तो छ हालत यतापट्टि पछाडि चाहिँ यस्तो छ डाँडो रानी महलको पछाडि चाहिँ ब्याक साइड हो यो होइन अब फ्रन्ट साइड त तपाईँले देखिसक्नु भयो अब योभन्दा माथि जानु मिलेछ भने छ के अरे छैन ए सो यति नै रहेछ हाइट अब यहाँबाट चाहिँ निस्किनु पर्ला जस्तो दाइ त्यो मन्दिर जाऊँ तल अनि मन्दिर गएर निस्किउँ जाऊँ दाइलाई फेरि फोटो खिच्दा पैसा चार्ज गर्नु पर्ला जस्तो दाइलाई तिमी आइनौ क्या भोर भयो रानी महलैमा घुम्न आएको हामी त त्यत्तिकै त खैरीहरूलाई बोलाएर बनाएन होला नि यार अति तिनीहरूले त हजारौँ वर्षको सोच्थ्यो नि राजाहरूले त हाम्रो नेताहरू जस्तो र 1 वर्षमा फेरि बजेट खानुपर्छ भन्ने जस्तो होइन नि त दाइ यार तल जाऊँ तल दाइ यो चाहिँ मन्दिर रहेछ ट्याक्क पारेर यतापट्टि चाहिँ के हो के छ यो बनाएको किन हो यो गुफा सुफा जस्तो छ यस्तो छ त्यही त पेन्ट चाहिँ गर्नै पर्ने भएको छ एकदमै हरियाली देखिन थालिसक्यो सेतो महलमा होइन मान्छेहरू चाहिँ बिस्तारै निस्केर आउँदै रहेछन् ट्याक्क यहाँबाट गार्डन सर रहेछ तल गार्डन चाहिँ हरियै रहेछ यही हो रानी महल अब जति देखाए पनि होइन यो बाहेक केही छैन हामीले हेर्ने कुरा चाहिँ हेरिसक्यौँ अब एक साइड चाहिँ उतापट्टि एउटा घन्टी देखिरहेको थिएँ मैले पछाडि ल टिका लाउँदै टिका जय शम्भो अब चाहिँ हामी यहाँबाट निस्किन्छौँ आज चाहिँ हाम्रो यात्रा बुटोल हुँदै चाहिँ हामी अब नेपालगञ्जतर्फ लाग्छौँ अब यात्रामा तपाईँहरू पनि जोडिराख्नु भएकै छ सो यो यात्रा अब कस्तो हुन्छ हामी देखाउँदै जान्छौँ बाइक राइड हो अलिकति अप्ठ्यारो पनि भयो बेलामा पानी परेको भयो राति अँध्यारोमा यस्तो सुनसान डाँडातिरबाट झर्दाखेरि पनि अलिकति गाह्रै भयो तर केही छैन रमाइलो भयो पाल्पा आउने मन थियो आउने सौभाग्य मिल्यो त्यही हो सो यो चाहिँ इन्ट्री एक्जिट हाम्रो चाहिँ एक्जिट भयो इन्ट्री चाहिँ यहाँबाट रहेछ टिकट काटेर लिन सक्नुहुन्छ दाइ कति छ दाइ यहाँको टिकट यसो सर भनिदिनु मिल्छ आउने मान्छेलाई सजिलो होस् तपाईँको घुरेनलाई 150 सार्क मुलुकलाई 80 रुपियाँ हजुर अनि स्टुडेन्ट कारलाई 35 र नर्मललाई 50 ए नर्मल चाहिँ 50 होइन ठिकै छ त्यस्तो महँगो छैन यस्तो राम्रो ठाउँमा आउँदाखेरि 50 रुपियाँ खासै के होइन तपाईँहरू आइदिनु भयो भने चाहिँ यो यस्तो संरक्षण हुन्थ्यो अलि राम्रो हुन्थ्यो अझै यसमा चाहिँ पेन्टको काम चाहिँ एकदमै जरुरी देखिरहेको छु मैले अझै कति कुराहरू होला है माघमा पेन्ट गरेको कस्तो भन्दाखेरि यो फेरि तपाईँको सुर्की र चुनाले बनाएको हुन्छ नि ए यो हजुर प्लास्टर होइन यो जसरी नै अर्डिन हो त्यो कस्तो छ भन्दाखेरि माटोले बनाएको घर भएर तपाईँको चाहिँ माटी आएको छ पानी रस्यो भने त्यो माटोले पानी खिच्दो रहेछ क्या भित्र चिसो हुन्छ चिसो भने फेरि यो छिटो उमाउँदैन किन यसको गस चाहिँ एकदम मोटो छ हटेज भएर त्यो चिसो भएर घुर्सेक चाहिँ यसको लागि चाहिँ अब त्यो कमेरो समेरोहरू दल्यो भने चाहिँ राम्रो हुन्छ जस्तो लाग्यो म हो अब यसले कमेरै लगाउनु पर्छ हो माथि उपले स्तरको ठिकै छ बिस्तारै हुन्छ माथि उपर स्तरमा सुधार होला केही भन्ने आशा छ अब होइन आश गर्नु बाहेक हामी जनताको केही कामै छैन अरू हामी केही गर्न सक्दैनौँ आफूले सक्ने गरेकै छौँ होइन
त्यही हो सबैजना आइदिनु पाल्पा दरबार राम्रो छ एकदमै सुन्दर छ ठाउँ कस्तो लाग्यो दाइ एकदम एकदम रानीमहल एकदम रिल्याक्स फिल भयो होइन हिजोको जुन फ्रस्ट्रेसन थियो अँ। बाटोसँगको अँ अझै फ्रेस भयो जस रिप्लेसमेन्ट भयो ठिक छ ल अब हामी चाहिँ हाम्रो गेस्ट हाउसतिर लाग्छौँ अनि प्याकस्याक गरेर हामी चाहिँ निस्किन्छौँ है त के लाउने हो दाइ अब यहाँ साग सबभन्दा धेरै तरकारी के फल्छ यहाँ हो रोपेस जे नि फल्छ नि त ठिक छ के छ भाइ नास्ता केही छ यो चाहिँ हाम्रो रुम हो रुम चाहिँ राम्रै थियो यता बाथरुम भइहाल्यो जस रुम चाहिँ कस्तो छ भनेपछि डबल बेडलाई चाहिँ 1500 हेर्दै अनि सिङ्गल बेडलाई चाहिँ 1000 रहेछ खानाको रेट चाहिँ अब खासै त्यस्तो थाहा छैन सो अहिले हिसाब भएपछि खानाको रेटहरू के छ कसो छ भनिदिन्छु सो त्यही अनुसारले बजेट छुट्याएर आउन पनि मिल्यो है सो अब चाहिँ हामी प्याक गर्छौँ अनि निस्किन्छौँ तल जान्छौँ खाजा खाएर परोठा खाएर निस्किन्छौँ होटलतिर